आज चाहिँ हामी प्रॉफिट एन्ड लस अकाउन्टको बारेमा डिस्कस गर्छौँ है। अ प्रॉफिट एन्ड लस अकाउन्ट इज अ फाइनेन्सियल स्टेटमेन्ट। प्रॉफिट एन्ड लस अकाउन्ट भनेको एउटा के हो त, फाइनेन्सियल स्टेटमेन्ट हो द्याट सोज दि प्रॉफिट अर लस अफ बिजनेस, जसले चाहिँ बिजनेस अर्गनाइजेसनको नाफा र नोक्सानलाई चाहिँ देखाउँछ ओभर अ पिरियड अफ टाइम होइन। एउटा निश्चित समयमा चाहिँ कुनै पनि बिजनेस अर्गनाइजेसनको चाहिँ नाफा र नोक्सानलाई चाहिँ देखाउने चाहिँ एउटा फाइनेन्सियल स्टेटमेन्ट के हो त, प्रॉफिट एन्ड लस अकाउन्ट हो, जुन चाहिँ मन्थली पनि हुन सक्छ, जुन चाहिँ इयरली पनि हुन सक्छ। अब हामी यसलाई सिम्पल एक्सप्लेनेसन हेरौँ, यसको सिम्पल एक्सप्लेनेसन हेरौँ है त। ओके, इट रेकर्ड्स अल इन्कम्स अर रेभिन्यू एन्ड एक्सपेन्सेस अर कस्ट अफ बिजनेस। यसले के गर्छ भन्दाखेरि बिजनेस अर्गनाइजेसनको सबै इन्कम र सबै एक्सपेन्सेस अथवा कस्टलाई चाहिँ यसले के गर्छ, रेकर्ड गर्छ। इफ इन्कम इज ग्रेटर देन एक्सपेन्सेस प्रॉफिट हुन्छ, इफ एक्सपेन्सेस इज ग्रेटर देन इन्कम लस हुन्छ। यदि इन्कम चाहिँ एक्सपेन्सेस भन्दा धेरै भयो, आम्दानी चाहिँ खर्च भन्दा धेरै भयो भने के हुन्छ त, बिजनेस अर्गनाइजेसनलाई नाफा हुन्छ भने होइन। अब यदि एक्सपेन्सेस चाहिँ इन्कम भन्दा धेरै भयो कि खर्च चाहिँ धेरै भयो कि आम्दानी भन्दा पनि धेरै खर्च भयो कुनै पनि बिजनेस अर्गनाइजेसनलाई भने त्यति बेला के हुन्छ त भन्दाखेरि त्यति बेला लस हुन्छ, बिजनेस चाहिँ लसमा जान्छ, घाटामा जान्छ। अब यसका की कन्सेप्ट्सहरू छन्, रेभिन्यू अर सेल्स। अब यो रेभिन्यू अथवा सेल्स भनेको के हो त भन्दाखेरि मनी अर्न फ्रम सेलिङ गुड्स एन्ड सर्भिसेस भनेको वस्तु तथा सेवाको चाहिँ बिक्री गरेर प्राप्त भएको इन्कम चाहिँ के हो त भन्दाखेरि, प्राप्त गरेर इन्कम भए सरी वस्तु तथा सेवाको चाहिँ बिक्री गरेर चाहिँ प्राप्त भएको पैसा चाहिँ के हो भन्दाखेरि यो चाहिँ रेभिन्यू हो कि है, आम्दानी हो, यो चाहिँ आय हो। अर्को छ कस्ट अफ गुड सोल्ड, यसलाई चाहिँ छोटकरीमा चाहिँ सिओजिएस भनेर पनि लेख्न सकिन्छ, डाइरेक्ट कस्ट अफ प्रोड्युसिङ गुड्स है। डाइरेक्ट कस्ट अफ प्रोड्युसिङ गुड भनेको उत्पादित वस्तुको चाहिँ डाइरेक्ट कस्ट है, प्रत्यक्ष खर्च। उत्पादित वस्तुको कस्तो खर्च रहेछ त, प्रत्यक्ष खर्चलाई चाहिँ कस्ट अफ गुड सोल्ड भनेर भनिन्छ। अब ग्रस प्रोफिटको फर्मुला भनेको ग्रस प्रोफिट इक्वल्स टु सेल्स माइनस कस्ट अफ गुड सोल्ड भनेको सेल्स र कस्ट अफ गुड सोल्ड को चाहिँ डिफरेन्स चाहिँ के हो त, ग्रस प्रोफिट हो है। अर्को छ अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेसमा के पर्ने भयो, रेन्ट पर्ने भयो, भाडा भयो, स्यालेरी भयो, अर्को इलेक्ट्रिसिटी भयो है, यिनीहरू चाहिँ के हुन् त, अपरेटिङ एक्सपेन्सेस भयो है, सञ्चालन खर्च भयो। अर्को छ नेट प्रॉफिट। नेट प्रॉफिट इक्वल्स टु ग्रस प्रॉफिट माइनस एक्सपेन्सेस। नेट प्रॉफिटको फर्मुला के रहेछ भन्दाखेरि ग्रस प्रॉफिट माइनस डिफरेन्स बिट्विन ग्रस प्रॉफिट एन्ड एक्सपेन्सेस इज नेट प्रॉफिट है। नेट प्रॉफिट भनेको ग्रस प्रॉफिट माइनस एक्सपेन्सेस हो। प्रॉफिट एन्ड लस अकाउन्ट इज अ स्टेटमेन्ट। प्रॉफिट एन्ड लस अकाउन्ट भनेको एउटा स्टेटमेन्ट हो द्याट सोज दि नेट प्रॉफिट अर नेट लस अफ बिजनेस होइन, जसले चाहिँ बिजनेस अर्गनाइजेसनको चाहिँ नेट प्रॉफिट अथवा नेट लसलाई देखाउँछ बाई कम्पेयरिङ टोटल रेभिन्यू विथ टोटल एक्सपेन्सेस ड्युरिङ अ गिभन पिरियड। भनेको एउटा दिएको निश्चित समयमा चाहिँ टोटल रेभिन्यू र टोटल एक्सपेन्सेसलाई चाहिँ एकअर्कासँग चाहिँ कम्पेयर गरेर है, बिजनेस अर्गनाइजेसनको चाहिँ यो जुन टोटल रेभिन्यू र टोटल एक्सपेन्सेस होइन, यिनीहरूलाई चाहिँ कम्पेयर गरेर चाहिँ एउटा गिभन टाइम पिरियडमा चाहिँ कम्पेयर गरेर चाहिँ नेट प्रॉफिट र नेट लसलाई चाहिँ देखाइन्छ भने देखाउने चाहिँ एउटा स्टेटमेन्ट चाहिँ के रहेछ त, प्रॉफिट एन्ड लस अकाउन्ट रहेछ। आज चाहिँ हामीले प्रॉफिट एन्ड लस अकाउन्टको बारेमा डिस्कस गऱ्यौँ। भोलिको दिनमा चाहिँ हामी नेक्स्ट डेमा चाहिँ हामी अर्को टपिक्समा डिस्कस गर्नेछौँ है त। ल बाई।